मिठो हुन्छ इन्डियामा खाएको त खाएको जस्तै नलाग्ने यार त्यतिका कहाँ अप्लाई गरे तिमीले रोमानिया अनि कस्तो रहेछ त्यो प्रोसेस के लाग्यो प्याक भएर नि हो कि रोमानिया गयो भने अर्को मान्छे झ्याप झ्याप पैसा आउँछ हेलो गाइज वेलकम टु माई च्यानल एन्ड दिपेश छेत्री ब्याक विथ अनदर ब्लग गाइज आजको ब्लग चाहिँ नेपालीमा हुनेवाला छ देख्न सक्नुहुन्छ पछाडिको भ्यू धुवाको मुस्लो उडिरहेको छ पुरै र म चाहिँ छु अहिले लुम्बिनी बोर्डरमा लुम्बिनी मन्दिर यहाँबाट 10 किलोमिटर भित्र मात्रै छ इन्डियन आर्मीहरूले चेकिङ गरिरहेछ र हामी चाहिँ लाइनमा मस्त उभिरहेको छौँ तपाईहरु देख्न सक्नुहुन्छ चेकिङ एकदम कडा चलिरहेको छ पुरै झोला खोलेर चेकिङ यति ढिला भयो कि हामी 1.5-2 घण्टा भइसक्यो हामी यही नै छौँ कि अझै पनि कतिखेर जाने हो थाहा नै छैन बस अझै पारी नै छ फाइनली नेपाल बोर्डर भित्र पस्यो अब चाहिँ आफ्नै देशमा उभिरहेको छौँ हामी र बस अझै पनि चेकिङ हुँदैछ कति टाइम लाग्छ थाहा छैन बस अझै देख्न सक्नुहुन्छ अगाडि रातो सानो देखिरहेको छ साथी भोक लागेन बिहानदेखि मुख नै धुएको छैन बसदेखि भोक यस्तो जोरले लागिसक्यो कुरै छोड्दो कि साथीहरू बोर्डर कटेदेखि यति हैरान हो र माग्न आएको छ एउटालाई दियो अर्कोलाई आएको छ अर्कोलाई दियो अर्कोको आएको छ खुट्टामा समातेको छ झुन्ड्या छ पुरै कि लास्ट टाइम अझै एउटा दाइले त यहाँनिर खानेकुरा नि दिनुभएको टिफिन नै चाहियो रे उनीहरूलाई टिफिन नै हामीलाई दे भनिरहेको थियो बल्ल गाइज बल्ल बस आयो मेरो पछाडि बस देख्न सक्नुहुन्छ अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ अब चाहिँ गएर मस्त तातो आफ्नै देशमा टक्क लाएर खानुपर्छ मिठो हुन्छ इन्डियामा खाएको त खाएको जस्तै नलाग्ने यार त्यतिका खानेकुरा चाहिँ एक्लै खाने अनि झोला चाहिँ मलाई हाल्न लागेको छ भयो ल धन्यवाद उहाँको युट्युब च्यानल छ भन्दै हुनुहुन्थ्यो छ कि छैन चाहिँ थाहा छैन भएदेखि राम्रो हेरौँला हाम्रो चाहिँ सिट यहीँ हो है यसमा नि म सिङ्गल उसमा नि आशिष सर सिङ्गल यसमा नि हाम्रो विनोद सर सिङ्गल साथीहरू भर्खर बस रोक्यो टाइम भयो 12:23 भोगले यस्तो मर्नु जस्तो भइरहेको छ घाम यस्तै टन्टलापु चर्किरहेछ बस यहाँ छ ढाबामा के पाउला त यहाँ नेपालीमा अब हामी थोरै चौचौ खाने अनि थोरै रेडबुल खाने अलि इनर्जी ड्रिङ्कबाट नि भात चाहिँ नखाने भात अब खाने टाइम गइसकेको साथी र हाम्रो थोरै अन्डा खाने थोरै एउटा अन्डा खाने उसिनेको अलि तागतिलो खाएर चट्ट नेपाल छिरिसक्यो गाइज हिजो अस्ति हिन्दीमा भ्लग बनाएको आज नेपालीमा बनाउन एकदम धेरै नै रमाइलो लास्ट डे अनि ऊ ऐनामा हेरिरहेछ बाहिरबाट एसी आउँदैछ के खानु भयो दाइ ए सँगै खाएर आएको के खायो चिकन खाना खाएर आएको पुग्यो कस्तो रहेछ त दामी पछिको कान खाएर आएछौ काठमाडौँ पुग्दा त पुरै बसै खाली होला जस्तो छ साथीहरू पुरै मान्छे नै छैन अहिले त अलिअलि छ 2-4 जना अब आनन्दले सुतेर जानुपर्छ मजाले 2 जना साथीहरू चितवन ओर्लिहाल्छन् फेरि त्यहाँबाट म एक्लै अनि घरमा भिजा लागेको कुराहरू नि केही पनि सुनाएको छैन घर सरप्राइज दिन्छु भन्ने छ तर घर पुग्ने कहिले हो थाहा नै छैन कहाँ अप्लाई गरे तिमीले रोमानिया गरे कस्तो रहेछ त्यो प्रोसेस के लाग्यो ठिकै लाग्यो नसोचेर छ अब प्याक भएर नि हो कि सन्जी सजिलै भन्यो कन्फिडेन्स चाहिँ हुनुपर्ने रहेछ इन्टरभ्यु दिनलाई आत्तेर आयो भने चाहिँ अब तपाईँले आएको पनि बिर्सिने रहेछ क्या रिल्याक्समा आयो भने ढुक्क पास खर्च कति भन्ने त अनि खर्च हामीलाई त्यही 8 लाख सँगै गएको हो साथी सँगै गएको 2 जना फर्स्टमा इन्टरभ्यु दिने मान्छे बित्तिकै 5 मिनेट अझ तिम्रो एजेन्ट चाहिँ राम्रो रहेछ उसको चाहिँ खर्चहरू सबै बिगर्दिएको उसको आजसम्म 1 रुपियाँ नि खर्च भएको छैन कि इन्डिया पठाउनेदेखि बस्ने खाने सबै रोमानिया गयो भने अर्को मान्छे झ्याप झ्याप पैसा आउँछ ल रोमानिया जाने झ्याप पैसा कमाउने है त गाइज एकदमै राम्रो छ उहाँ चाहिँ हैन एकदम पर्सनली भेटेर पनि राम्रो कुरा गर्नुहुन्छ हैन ल मैले सब्स्क्राइब पनि गरे हैन धन्यवाद है त साथीलाई
खाजा खानालाई भनेर रामनगर रोकिरहेको छ र मैले पनि खाजा खाएँ यहाँ मोमो। अब यहाँबाट बस निस्किन्छ अब छिट्टै नै। बसमा रमाइलो गर्दै आइयो, नाच्दै आइयो, तर साथीहरू चितवनमै ओर्ले। अब चाहिँ म एक्लै नै भएको छु। अब छिट्टै नै म पनि काठमाडौँ गएर उत्रिन्छु। त्यसपछि आज फुपूको घरमा जान्छु म। जर्नी एकदम राम्रो भयो, रमाइलो गऱ्यौँ, पिकनिक आएको जस्तो गऱ्यौँ हामीले बसमा। सबैजना मिलेर एकदम गुड भाइब बनायो, मेमोरिजहरू धेरै नै क्रिएट गऱ्यौँ। यो चाहिँ मुगलिन सहर हो। यहाँबाट चाहिँ चितवन र पोखराको लागि बाटो छुट्टिन्छ। फाइनली गाइस म चाहिँ मेरो फुपूकोमा आइपुगिसकेँ र खाना पनि खाएँ। दाइ भाउजू जागिराख्नु भएको थियो, कुरेर बस्नु भएको थियो। पक्कै धेरै लागेको छ अब सुत्छु भने। र आजको भ्लग चाहिँ मैले नेपालीमा बनाएँ र तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु पनि होला च्यानललाई। र यति भन्दै म बिदा माग्छु। अर्को भिडियोमा भेट्ने बाचा गर्दै बाई बाई।